हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई फेरि पनि मेरो च्यानलमा चाहिँ स्वागत छ। यो चाहिँ एकदमै छोटो ब्लग। मैले नजानेको कुरा चाहिँ एउटा के हो भनेदेखि मैले धेरैजनाकोमा हेरेको छु, केटी देख्यो भने भ्युअर्सहरू टन टन आउने, केटी देखेन भनेदेखि चाहिँ कसैले हेर्दैन, भालै दिँदैन त ब्लगलाई। यस्तो किन भएको होला भन्ने चाहिँ मेरो मनमा आएको क्वेसन। तपाईँहरूको पनि त्यस्तै हुन्छ होइन? हुन्छ नि। मेरो पनि त्यस्तै हुन्छ भन्दा पनि अहिले चाहिँ अब के भन्नु आँटेको, हामी चाहिँ मुर्कुची गएर आएको। मुर्कुची गएर चाहिँ हामी किन जान्छौँ मुर्कुची भन्दाखेरि यहाँ जाने ठाउँै मुर्कुची मात्रै छ, त्यही भएर मुर्कुची जान्छौँ। हामी बजारै त्यहीँ लाग्छ होइन। अनि सो अहिले चाहिँ हामी होस्टेलतिर जाँदैछौँ। हाम्रो छेउमा हुन्छ सिपी सर। के छ त नि हो, कस्तो भयो आजको मुर्कुचीको यात्रा? आजको मुर्कुचीको यात्रा अविस्मरणीय रह्यो। जबसम्म हामी साथ हुन्छौँ यस्तो यात्राहरू त दिनदिनै भइरहन्छ। सो अब हामीसँग सिपी सर मात्रै होइन, प्रवीण सर पनि हुनुहुन्छ। प्रवीण सर इज जस्ट रिल्याक्सिङ दियर। जहाँ गए पनि मेरो यार भेटिन, दिलदार भेटिन। ए ल उताबाट हेरिदिइरहेको सबजनाले भयो त। त्यो त ल, भ्लग एकदमै छोटो थियो। अहिले एकछिनमा सेकवा खाएको हेर्नु होला। बाई बाई। अब